हिजोको सेल्फी स्टिकवाला भिडियोमा चाहिँ हजुरहरूले माया देखाइदिनु भएकोमा सबैलाई धन्यवाद। फेरि पनि मैले ल्याइसकेको छु सेल्फी स्टिकवाला न्यू भिडियो है। सो सबजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। है गाइज, माया छ। ए गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप सबैजनालाई सो मेरो भिडियो राम्रै लाग्दै होला भन्ने आशा गरेको छु। अनि हिजो चाहिँ के भनेको थियो भने चाहिँ त्यो मैले त्यो एउटा जुन सेल्फी स्टिकवाला भिडियो बनाएको थिएँ त्यसमा चाहिँ धेरैजनाले राम्रो कमेन्ट नराम्रो कमेन्ट गरिदिनु भयो होइन। भ्युज पनि धेरै गयो। सो त्यही भएर आज चाहिँ ट्याक्क लाएर बाहिर म छेउको डाँडामा चाहिँ नि भ्यू देखाउनको लागि जाँदैछौँ त्यो सेल्फी स्टिक लिएर। अब हेर्नुहोस्, ट्याक्क लाएर चाहिँ हामी यो डाँडामा आइसकेको छौँ होइन गाइस। अब यो डाँडादेखि चाहिँ यस्तो बब्बाल भ्यू देखिन्छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ खतरा घरहरूको बस्तीहरू छ क्या। हामी चाहिँ कुनै दिन यो परको डाँडाबाट पनि एक दिन यस्तै बनाउने छौँ भिडियो। सो अनि त्यही हो, अब चाहिँ हामी यसमा जोइन गर्ने हो, यहाँनिर जोइन गर्ने। ट्याक्का लाएर जोइन गरेपछि चाहिँ हामी यस्तो भिडियो बनाउँछौँ होइन। यो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। यो चाहिँ किन यस्तो तिर्सो पारो भन्नुहुन्छ होला होइन। सो त्यसको लागि चाहिँ सरी। अनि मैले त्यो भिडियो बनाउँदाखेरि फोन चाहिँ यस्तो ठाडो पारेको थियो अनि अहिले तेर्सो बनाउनु मिलेन। अनि मैले चाहिँ यतिको तेर्सो बनाइदिएको। जे पनि भिडियो चाहिँ राम्रो छ, अन्तिमसम्म हेर्दै जानु होला। जस यस्तो गरेर हिँड्दाखेरि मजा आउँदो रहेछ क्या एक प्रकारको। यो भ्लग बनाउँदाखेरि अनि यस्तो दामी लाग्दो रहेछ क्या। यस्तो मजा हेर्न पाइन्छ, अरूलाई देखाउन पाइन्छ, खुसी लाग्यो क्या मलाई चाहिँ। यस्तो दामी भ्यूहरू देख्न पाइन्छ होइन, त हजुरहरूलाई देखाउन पाइन्छ। अनि मैले चाहिँ अलिक यस्तो बोल्ने बानीको जुन विकास हुँदो रहेछ क्या, यस्तो अलिअलि फोन तेर्सो पारेर त्यहाँ अलिअलि बोल्दाखेरि। अनि त्यही भएर चाहिँ मैले ट्याक्क अलिअलि भ्लग सो बनाउनु थालेको, अलिक बोल्न सकिन्छ कि भनेर। अनि यस्तो दामी भ्यू देखिन्छ। मैले चाहिँ भ्लग बनाउँदै गर्दाखेरि मेरो चाहिँ केही कमी कमजोरीहरू भएछ। त्यो कमी कमजोरीहरू चाहिँ अनि मलाई नै खासै त्यो नोटिस त गरेको थिइनँ, र पनि त्यो दाइले चाहिँ नोटिस गर्नुभएछ। अनि मेरो भ्युवर्सहरूले नोटिस गरेको रहेछ। अनि ट्याक्क लाएर मलाई चाहिँ है सबले अनि सो त्यो कमी कमजोरीहरू चाहिँ भनिदिनु भयो। अनि अबदेखि चाहिँ त्यो कमी कमजोरीहरू म हल्का सुधार्ने प्रयास गर्दछु है गाइज। भिडियो चाहिँ राम्रै छ, जे भयो नि अन्तिमसम्म हेरिदिनु होला है। अब चाहिँ भ्लगको बारेमा एक्सप्लेन्स गर्ने है त गाइज। ल ट्याक्क लाएर बाहिर म चाहिँ अनि ताको ओह्रालो यस्तो रहेछ क्या। यसलाई फेरि क्यामेरा ठाडो पार्न भन्छु, पुरा क्यामेरा तिर्सो पारेर दिँदो रहेछ। अनि ठाडो पारेर मागेँ अनि ट्याक्क लाएर यस्तो दामी देखिन्छ क्या हेर्नु न। भने चाहिँ अलिक एक्सपेन्सिभ खालको परेर होला। अनि यस्तो भिडियो कुदिदिएको क्या। अब फेरि यहाँ यो चाहिँ कहाँ भन्नुहुन्छ नि मेरो घरतिरको डाँडामा हो। यहाँदेखि चाहिँ यस्तो बब्बाल भ्यू देखिन्छ है। पानी परेर चाहिँ धन्नु गएको बेलामा त यस्तो देखिन्छ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अलिक राम्रो देखिएन रहेछ होइन। कुनै दिन फेरि अलिक राम्रो बनाएर देखाउँला हजुरहरूलाई ट्याक्क लाएर। अनि यसले चाहिँ यतादेखि राम्रो देखिन्छ भन्नु भाइले। अनि यता फेरि सट्ट लाएर हेर्दै थियौँ त यहाँ तल भाइ बहिनीहरू त बाख्रा हेर्दै रहेछ। अनि मैले चाहिँ यसो बोलाएँ है, एकछिन तल रहेछ क्या सानो बहिनी। अनि बहिनी नै गोठा लगाएको रहेछ। अनि चाहिँ भाइले यस्तो क्यामेरा ठाडो पार्न भन्यो। अनि मैले ठाडो पारेँ। अनि देख्न सक्नुहुन्छ भ्यू चाहिँ दामी देखिँदो रहेछ क्या जे यसरी बनाउँदाखेरि। त यो अब यहाँ हेर्नुहोस् न, यता दामी भ्यू देखिन्छ भनेर देखाइदिएको, फेरि अलिक राम्रो देखिएन रहेछ। जे भयो नि यतिको राम्रै मान्नु पऱ्यो अब हजुरहरूले है। अनि भाइले चाहिँ यस्तो क्यामेरा घुमाइदिन अनि चाहिँ दामी भ्यू देखिन्छ भन्यो। अनि मैले चाहिँ क्यामेरा वरिपरि घुमाइदिएँ है। दामी देखिँदो रहेछ हेर्नु न। ल ठिक छ, यतिको चाहिँ हुनु पऱ्यो है। अब यस्तो सेल्फी स्टिक बनाएपछि अनि घुमाउन त लाइस। अब यहाँ अब हाइभन भन्छु भन्दिनँ भन्छु, हाइभन भन्छु भन्दिनँ भन्छु, जबरजस्ती भयो नि हाइ भन्न लगाएको। यसले भन्नै भनेन क्या। यो त मान्छे त खत्तमै रहेछ क्या। भ्लग चाहिँ बनाऊँ भन्छ अनि हाइभन भन्दा चाहिँ भन्दिनँ भन्दो रहेछ यता मान्छे त। अनि यहाँ तल बाख्रा हेर्दै रहेछ भाइ बहिनीहरू, लु जाऊँ न त भन्यो यसले। अनि चाहिँ यो म ट्याक्क लाएर अब उँधो जान लागेको है। सो यो फेरि यस्तो कमेडी गर्छ नि। अनि हल्का फुल्का कमेडी। अनि दाजुभाइको गफ मिठो जाँदै त अनि हामी चाहिँ लाग्यौँ यता उँधो है। अनि ट्याक्क लाएर उँधो देख्न सक्नुहुन्छ, भ्यू चाहिँ दामी देखिन्छ क्या।
यहाँ त हजुर गोठाले हेर्नु भाइ बहिनी अनि हामी चाहिँ तिनीहरूलाई भेट्नको लागि गएको तल रहेछन् अनि हामी चाहिँ तिनीहरूलाई भेट्नको लागि गएको भिडियो चाहिँ लामो भएर मैले यस्तो बनाएको जस भ्यू चाहिँ दामी देखिन्छ हेर्न सक्नुहुन्छ है अनि यस्तो देखिन्छ फेरि हामीले यहाँ बहिनी भेटाइ आइबन भन्छु भन्दिनँ मान्छे त अनलाइन नभन्ने भनेर पर भनेर गएको फेरि दाजु भने के छ भनेको पानी चाहिँ खाने हो नि पानी रहेछ अनि खाइदिउँ न त भनेर पानी निकालेर बहिनीले दिए अनि बुच्चो खोल्न नसकेर फेरि समयदिकै आफै हाम्रो बहिनी कम्ता ज्ञानी छ भनेको अनि मैले चाहिँ घटकाघट पानी खाएँ अनि उता भाइलाई पनि दिएँ अनि उसले पनि खायो ट्याक्क लाएर अनि यहाँ चाहिँ के ल्याइछस् भनेर यसो खोतालेको ज्याकेट छ भने भाइ लगायो फेरि अझै दरबन भनेर धन दरबन अझै दरबन दुईवटा हात हल्ला हल्ला आयो अनि मान्छेलाई फेरि लाग्यो म चाहिँ यता पर रहेछ भाइहरू अनि भाइको तर्फ लागेँ है त अनि यस्तो जङ्गल घारीमा पनि केटाहरू बाख्रा हेर्दैछन् अनि हेर्न सक्नुहुन्छ यस्तो खासै जङ्गल त छैन अनि यहाँ मैले फेरि भाइ भेट्टाएँ अनि यसलाई नि हाई भन्न लगाएर उतापट्टि अर्को भाइ रहेछ अनि त्यसलाई पनि हाई भन्न लाउनु पऱ्यो भनेर गएँ है सो भ्यू चाहिँ कस्तो देखिँदैछ कमेन्ट गरिदिनु पऱ्यो है अनि मेरो ब्लग के कस्तो हुँदैछ कमेन्ट्स हाल्नु पऱ्यो है त ड्याङ ड्याङ भएर यसलाई हाई भन्न लगाएको फेरि गेम खेल्दै रहेछ डिस्टर्ब नगर्नु भनेर त्यहाँ जान्छ यसलाई त आज जसरी भए नि हाई गर्न लाउँछु भनेर फेरि गयो त्यसको पछि है पछ्याउँदै अनि अर्को भाइ चाहिँ कहाँ गयो भने कहाँ आएको छैन भन्नु अनि सदा चाहिँ आउँथ्यो आज चाहिँ आएन रहेछ अनि ड्याङ लाएर टाउकोमा हानेको नहान्न भन्छ अनि फेरि हाई भन्नु भन्छु भन्दिनँ अन्त पुरा केटो गेममा व्यस्त छ यसलाई टाउकोमा हानेको मेरो क्यामेरै बिग्रेछ क्या मलाई थाहा थिएन अनि म त राम्रै होला भन्दै थिएँ भयो त क्यामेरै बिग्रेछ अनि हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ 4 जना बेला पनि यता पर एउटा बहिनी छ 5 जना अनि एकछिन बस्यौँ चाहिँ खालि गेम खेल्दै गर्छ क्या अनि मान्छेलाई पिटेर नखेल भनेको यस्तो घाममा नि घोप्टेर गेम खेल्दैछ क्या यो चाहिँ फेरि मान्छे कडा हो क्या यसलाई हान्ने भएर आफ्नो क्यामेरा नि हल्लिएको भयो न अघिसम्म हल्लिएको थिएन अहिले हल्लिन थाल्यो अब के गर्नु अब हल्लिएपछि त भिडियो राम्रो आएन मैले चाहिँ त्यही भएर भिडियो सबै भिडियोलाई चाहिँ अब यस्तो स्पिड मुभमेन्टमा चल्ने बनाउँछु है त गाइज ट्याक्क लाएर अनि चाहिँ हामी घरतर्फ लाग्यौँ यस्तो भ्यू हेर्दै अनि ठ्याक्क भ्यू हेर्दै गएको कम्ता गर्नु बास फेरि हात गल्यो अनि त बोक्छस् भने बोक्छु भन्नु भाइले अनि यसलाई बोक्न दिएँ अनि म चाहिँ त्यही पछाडि हल्लिँदै हिँड्ने है अनि यसले चाहिँ फेरि यता कता घारीतिर खाँदो फेरि अनि उकालो लाग्यौँ है त उकालो जाँदै थियौँ अनि म त तपाईँको भ्लगमा आउँदिनँ दादा भन्नु थाल्यो अनि किन भनेको त्यतिकै भन्नु त जे गरे नि मेरो भ्लगमा आइहाल्छ यस्तो गरेपछि भनेपछि मात्रै मान्यो नभए त उता साइड लाग्दो थियो केटा कम्ताको छ भ्लगमा आउँदिनँ भनेर पुरा साइड लाग्दो रहेछ अनि यो त दाजुभाइ आफ्नै तालमा गफान्दै आउँदै थियौँ त यहाँदेखि त च्याखो उडेर सातो पुतो लग्दैन यार मुटुदै छिन् त ढुक भने अनि मैले देखिस् भने त्यहाँ थियो भन्नु अनि यसले चाहिँ फेरि 2टा देख्यो भन्नु मैले चाहिँ एउटा मात्रै देखेँ है यसले चाहिँ फेरि बच्चा नि देखेँ भन्दै थियो मैले चाहिँ बच्चा देखिनँ अनि चाहिँ हामी ट्याक्क लाएर रोडमा निस्क्यौँ अनि चाहिँ रोडमा निस्केर एकछिन बस्यौँ अनि हामीले चाहिँ यसलाई स्टिल झार्न लाएर मैले चाहिँ ब्लग ट्याक्क लाएर अब चाहिँ मैले भिडियो बन्द गरेँ गाइस कस्तो लाग्यो यस्तो जङ्गलको टुरहरू चाहिँ यसो कमेन्ट गरिदिनु होला